New YouTube channel, new blogging, new video. Hello everyone, welcome to my Blog Nepal YouTube channel. I am a new content creator. I have no experience, no subscribers, no viewers, no watch time, no reach, no rank, no engage audience. I am a poor boy, unemployment boy, jobless boy. Please supporting me, like me, for subscriber me, full watch video me. I am a first time uploading in video YouTube channel. I am a first time making blogging, uploading, opening, uploading my uploading, opening in YouTube channel. नमस्कार साथीहरू है, हजुरहरूलाई स्वागत छ मेरो युट्युब ब्लग नेपाल च्यानलमा। र सदा चाहिँ है आज पनि तपाईँहरूको साथी म शिखर राई फेरि नयाँ भिडियो लिएर आइसकेको छु। र भनौँ साथीहरू है, विशेष अझ चाहिँ हजुरहरूलाई चाहिँ भनौँ न मेरो विषय तर्फ लाग्नुभन्दा अगाडि चाहिँ एक लाइक गरेर सपोर्ट गर्नु होला गाइज, र सब्सक्राइब गरिदिनु होला। र है हजुरहरूलाई म केही महत्त्वपूर्ण कुराहरू भन्न गइरहेको छु, र भनौँ हजुरहरूले चाहिँ मेरो भिडियोलाई एकछिन पनि स्किप नगरी हेरिदिनु होला है त साथीहरू। सेयर गरिदिनु होला है, सपोर्ट गरिदिनु होला, र छेउमा रहेको बेल आइकन दबाई अल अफ सेलेक्ट गर्न नबिर्सनु होला है त साथीहरू। ल लागौँ आजको टपिक्सतर्फ। सुन्नु होला साथीहरू है, आज चाहिँ म विशेष भनौँ न होइन, अब युट्युब च्यानलमा चाहिँ हजुरहरूलाई भनौँ न फर्स्टचोटि चाहिँ कसरी भनौँ युट्युब च्यानल खोल्ने, कसरी खोल्ने, र के गरेर खोल्ने, कुन तरिकाले बनाउने, भ्लग कसरी बनाउने, युट्युब च्यानल खोलिसके पछाडि कसरी युट्युब च्यानल फर्स्टचोटि खोल्ने, कसरी बोल्ने भनौँ न फर्स्टचोटि युट्युब च्यानलमा कस्तो कस्तो भिडियोहरू अपलोड गर्ने, त्यो सम्बन्धी कुराहरू हजुरहरूलाई भन्न गइरहेको छु। एकछिन पनि हजुरहरूले मेरो भिडियोलाई स्किप नगरिदिनु होला। र भनौँ है साथीहरू, तपाईँहरू फर्स्टचोटि भनौँ न युट्युब भिडियो खोल्दै हुनुहुन्छ र युट्युबमा के भिडियो, कस्तो भिडियो हाल्ने भन्ने सोचाइमा हुनुहुन्छ भने, भनौँ युट्युब च्यानल कसरी खोल्ने भन्ने सोचाइमा हुनुहुन्छ भने, तपाईँहरूको भनौँ न होइन युट्युब च्यानल भनौँ न एप्स त्यो भनेको तपाईँहरूसँगै भनौँ न फोन किन्दै अथवा होइन त्यो सँगै हुन्छ नि त, त्यो एप्स इम्पोर्टेन्ट हो नि त। त्यो एप्स हुन्छ है, त्यहाँबाट नि हजुरहरूले विभिन्न सर्च गरेर विभिन्न कुराहरू हेर्न सक्नुहुनेछ। र भनौँ है फर्स्टचोटि भनौँ न भ्लग बस्दा चाहिँ भनौँ न सरी भनौँ न युट्युब च्यानल खोल्दा चाहिँ हजुरहरूले भनौँ न केही नसोच्नु होला होइन, एकदम कन्फिडेन्ट भएर है भनौँ न मोनिटाइज गराइन्छ भनेर 100% होइन, धेरै सक्सेस हुन्छ भन्ने भनौँ न एक प्रकारको हिम्मत आफूमा स्पिरिट भन्नुपर्छ, आफूमा हिम्मत चाहिँ हुनुपर्छ अगाडि है साथीहरू। चाहिँ भनौँ न हामीले सङ्घर्ष गर्दा चाहिँ हिम्मत हुनुपर्छ, र सङ्घर्ष गऱ्यो भने सफलतामा त एक दिन अवश्य पुगिन्छ। र फर्स्टचोटि साथीहरूले अब भनौँ न युट्युब च्यानलमा चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ भने है, फर्स्टचोटि जस्तै भ्लग गर्दै हुनुहुन्छ भने उदाहरणको लागि है तपाईँले भ्लग बनाउनुहुन्छ विभिन्न होइन नेचरिङ सम्बन्धी भनौँ जस्तो प्रकारको होइन भ्लगहरू विभिन्न प्रकारको भनौँ न हजुरहरूले चाहिँ भिडियोहरू हाल्नुहुन्छ। त्यसको लागि चाहिँ हजुरहरूले भनौँ न टाइम दिनुपर्ने हुन्छ होइन। हजुरहरूले चाहिँ भनौँ थम्बनेल, ट्याग होइन, डिस्क्रिप्सन भनौँ विभिन्न प्रकारको भनौँ न ट्यागहरू हाल्नुपर्ने हुन्छ है साथीहरू। त्यहाँ चाहिँ विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ है। र अब हजुरहरूले जस्तै सुरुवात गर्दा चाहिँ टक्क मैले जस्तो हेलो एभ्रिवान भन्ने यताउता होइन, अब युट्युब च्यानलको बारे भनिदिने अथवा म फर्स्टचोटि हो होइन, न्यू भिडियो, मेरो फर्स्ट न्यू भिडियो हेरिदिनु होला सबैले भन्ने होइन, युट्युब च्यानलमा मलाई त्यति ज्ञान छैन यताउता होइन, भनौँ नमस्कार यताउतादेखि लिएर भनौँ न होइन, म फर्स्टचोटि लाइभ बस्दैछु भनेर हजुरहरूले अब त्यो टाइटल पनि हजुरहरूले त्यसरी
लेख्नुपर्ने हुन्छ है, डिस्क्रिप्सनमा पनि लेख्नुपर्ने हुन्छ र भिडियोको बारेमा अब ट्यागहरू भनौँ ह्यासट्यागहरू हाल्नुपर्ने हुन्छ है। हजुरहरूले भनौँ न विभिन्न प्रकारको भनौँ थम्बनेल राख्नुपर्ने हुन्छ है। हजुरहरूले त्यो सँगसँगै हजुरहरूले चाहिँ भनौँ न त्यसरी नै भिडियोहरूलाई चाहिँ भनौँ न हाल्नुपर्ने हुन्छ। फर्स्ट भिडियो जस्तै मेरो फर्स्ट भिडियो हेरिदिनु होला सबैले भनेर तपाईँहरूलाई ट्याग सर्च गर्दा पनि तपाईँको भिडियो चाहिँ ऱ्याङ्कमा पुगेर भनौँ न एचडी भनौँ न हजुरहरूको ट्याग चाहिँ भनौँ न भाइरल होस् के, मतलब हजुरहरूको ट्याग सर्च गर्दा चाहिँ आओस्, त्यही अनुसार चाहिँ हजुरहरूले ट्याग भनौँ न सर्चिङमा लानुपर्ने हुन्छ है साथीहरू है, एचडीमा। त्यही भएर हजुरहरूले चाहिँ त्यसरी नै भनौँ मैले जसरी बनाएको छु नि भनौँ तपाईँहरूले मेरो भिडियो बनाएको हेर्नु भएको छ नि, मेरो च्यानलमा गएर सबै भिडियो प्रायः हेर्नु होला। फर्स्ट लाइभ जस्तै कसरी बस्ने, जुनसुकै प्रकारको भिडियोहरू कसरी बनाउने है, मैले तपाईँहरूलाई त्यहाँ सिकाएकै छु है। म पनि न्यू कन्टेन्ट क्रिएटर हो, त्यति जान्ने त छुइनँ, र पनि केही टिप्स सिक्न सक्नुहुनेछ है मेरो भिडियो मबाट नि है। हजुरहरूले केही न केही भनौँ न ज्ञान लिन सक्नुहुनेछ है साथीहरू मबाट नि। र भनौँ भिडियोहरू मेरो हेर्नु होला। यही भिडियोमा पनि मैले भनौँ न सुरुमा मैले भनौँ न होइन हल्का भिडियोको बारेमा भनौँ फर्स्टचोटि जस्तै मैले युट्युब च्यानल फर्स्टचोटि खोलेँ नि त होइन, मेरो फर्स्ट भिडियोहरू हो यो साथीहरू है। म पनि नयाँ हो भनौँ न होइन, नयाँ हो। त्यही भएर मैले पनि भनौँ न सुरुमा भनौँ आफ्नो बारेमा भने है, अनि युट्युबको बारेमा, र भनौँ मैले भनौँ न अगाडि डिस्क्रिप्सन मतलब डिस्क्राइब गरेँ क्या हजुर, भन्नुपर्दा डिसर गरेँ क्या, मतलब मैले चाहिँ भनौँ न व्याख्या गरेँ भनौँ न अगाडिको कुराहरूमा होइन, आफ्नो बारेमा र युट्युबको बारेमा विभिन्न प्रकारको कुराहरू खुलस्त रूपमा राखेँ होइन। त्यस पछाडि मैले यस्तो विभिन्न विषयवस्तुतर्फ लागेँ, र अब अन्तिममा म बिदा माग्छु साथीहरू होइन। अन्तिममा चाहिँ बिदा मागिन्छ भनौँ न होइन। हुन्छ साथीहरू है, यतिन्जेल मेरो भिडियो हेर्नुभयो, थ्याङ्क यू होइन। भनौँ अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा, सेयर सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद होइन। अर्को एपिसोडमा भेटौँला। आजलाई यहीँ बिदा माग्न चाहन्छु साथीहरू है। जय नेपाल अथवा होइन विभिन्न प्रकारको कुराहरू बिदा माग्दा हुन्छ नि त होइन, बिदा मागिन्छ नि त, बिदा माग्दा त्यसरी बिदा माग्ने होइन साथीहरू। अर्को भिडियोमा भेटौँला यताउता भनेर। र साथीहरू है मेरो भिडियो पनि हेर्नु होला, मैले नि मेरै आइडिया लिनु होला होइन। मैले विभिन्न प्रकारको कुराहरू बताएको छु होइन, सुरुदेखि अन्तिमसम्म कसरी युट्युब च्यानल खोलेर भिडियोहरू हाल्ने बनाउने। र युट्युब च्यानल फर्स्टचोटिको लागि भिडियो चाहिँ मेरो हेरेर केही ज्ञानहरू लिनु होला है साथीहरू। ओके साथीहरू है, धेरै लामो मेरो भिडियो भइसक्यो, त्यही भएर हजुरहरूले भनौँ न अहिलेसम्म पनि मेरो भिडियोलाई लाइक एन्ड सेयर सब्सक्राइब गर्नु भएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला, र फुल सपोर्ट गरिदिनु होला है साथीहरू है। हस् त साथीहरू है, धन्यवाद। अहिलेसम्ममा पनि हजुरहरूले मेरो भिडियो हेरेर लाइक गरिदिनु भएकोमा, फुल सपोर्ट गरिदिनु भएकोमा साथीहरू है धेरै धेरै धन्यवाद। थ्याङ्क यू वाचिङ दिस भिडियो। ओके साथीहरू है, थ्याङ्क यू। जय नेपाल। थ्याङ्क यू वाचिङ फर दिस भिडियो। जय नेपाल।